आज म हजुरहरूलाई वाक्य संश्लेषण भनेको के हो, वाक्य विश्लेषण भनेको के हो र वाक्य संश्लेषण कसरी गर्ने र संश्लेषण गरिएका वाक्यहरूलाई विश्लेषण कसरी गर्ने त्यो विषयमा सामान्य तरिकाले सहज तरिकाले जानकारी दिने प्रयास गर्दैछु। एकैछिन ध्यान दिएर हेरौँ है। अब हेर्नुहोस्, वाक्य संश्लेषण कसरी गरिएको छ त एकैछिन ध्यान दिएर हेर्नुहोस्। यहाँ स्वतन्त्र सरल वाक्यहरू छन्। हेर्नुहोस् है, कुनै पनि संयोजकहरू पनि छैनन् र वाक्यमा असमापक क्रियापदहरू पनि छैनन्। हेर्नुहोस्, भाइ बिरामी भयो एउटा वाक्य छ, सबै निराश भए अर्को वाक्य छ। यी आफैमा सरल वाक्य हुन्। सरल वाक्य मात्रै होइनन्, स्वतन्त्र सरल वाक्य हुन् है। यी स्वतन्त्र सरल वाक्यलाई अब हामीले तीन तरिकाले वाक्य संश्लेषण गर्न सक्छौँ। मैले योभन्दा अगाडि हजुरहरूलाई सरल वाक्य, मिश्र वाक्य र संयुक्त वाक्य भनेको कस्तो कस्तो हुन्छ हैन, ती कस्ता हुन्छन् त हैन, सरल वाक्य कसरी बनाउने, मिश्र वाक्य कसरी बनाउने र संयुक्त वाक्य कसरी बनाउने भनेर जानकारी दिइसकेकी छु। हजुरहरू अझै पनि अलमल हुनुहुन्छ भने पहिला त्यो भिडियो हेरेर अनि यो भिडियो हेर्नुहोला है। अब स्वतन्त्र सरल वाक्यहरूलाई संश्लेषित सरल वाक्य है, सरल वाक्यमा संश्लेषण कसरी गर्ने त हेर्नुहोस् त। भाइ बिरामी भएकाले सबै निराश भए। अब हामीले यो भयो भन्नेलाई के बनायौँ, भएकाले असमापक क्रियापदको प्रयोग गर्यौं। यसमा भएकाले भन्ने ठाउँमा भएर पनि राख्न सक्थ्यौं है। अब यही वाक्यलाई, यी दुईवटा स्वतन्त्र सरल वाक्यलाई अथवा संश्लेषित सरल वाक्यलाई हामीले मिश्र वाक्य बनाउँदाखेरि मिश्र वाक्यका सापेक्ष संयोजकहरू, मिश्र वाक्यमा जोडिने लाग्ने सापेक्ष संयोजकहरूको प्रयोग गरेर हामीले संश्लेषित मिश्र वाक्य बनाउन सक्छौं। वाक्य संश्लेषण हामीले तीन तरिकाले गर्न सक्छौं, सरलमा, मिश्रमा र संयुक्तमा। मिश्रमा बनाउँदाखेरि हेर्नुहोस्, जब, तब, जहिले, तहिले, जसरी, त्यसरी अनि भए, भने, भन्ने यस्ता संयोजकहरूको प्रयोग गर्न सक्छौं। जस्तै हेर्नुहोस्, जब भाइ बिरामी भयो तबै सबै निराश भए। भाइ बिरामी भयो एउटा वाक्य छ, स्वतन्त्र वाक्य, सबै निराश भए अर्को वाक्य छ। यति बेलामा हामीले जब र तबको संयोजकको सापेक्ष संयोजकहरूको प्रयोग गरेर मिश्र वाक्य बनाएर अनि हामीले वाक्यलाई संश्लेषण गर्यौं। वाक्य भनिसकेपछि बीचमा अर्को नभएको, हेर्नुहोस् त, यहाँ पनि एउटै चिन्ह लागेको छ, यहाँ पनि एउटै चिन्ह लागेको छ हैन, पूर्ण विराम लागेको छैन, वाक्य पुरा भएको छैन है, कमा पनि अल्प विराम पनि छैन। अब हेर्नुहोस्, संश्लेषित संयुक्त वाक्य भन्नाले कस्ता संयोजकहरू लाग्छन्, निरपेक्ष संयोजकहरू लाग्छन् र त्यसैले, अनि, किनभने त्यस्ता संयोजकहरू जोडेर हामीले संयुक्त वाक्य बनाउन सक्छौं र त्यो वाक्यलाई हामीले संश्लेषित वाक्य, संयुक्त वाक्य भनेर भन्दछौं। भाइ बिरामी भयो त्यसैले सबै निराश भए। यहाँ अनि पनि राख्न सक्थ्यौं, र पनि राख्न सक्थ्यौं। यसरी दुई भन्दा, हेर्नुहोस् है, एउटा, दुईटा, दुईवटा भन्दा, दुई वा दुई भन्दा बढी स्वतन्त्र सरल वाक्यहरूलाई है, स्वतन्त्र सरल वाक्यहरूलाई जोडेर एउटै बनाउने प्रक्रिया, एउटै बनायौं। सरलमा बनाए पनि एउटै बनायौं, मिश्रमा बनाए पनि हामीले एउटै वाक्य बनायौं र संयुक्तमा बनाए पनि हामीले एउटै वाक्य बनायौं। यसरी हामीले दुई वा दुई भन्दा बढी स्वतन्त्र सरल वाक्यहरूलाई जोडेर एउटा मात्रै वाक्य बनाउँछौं भने त्यो वाक्य संश्लेषण हो है। वाक्य संश्लेषण भन्नाले वाक्यलाई सँगै राख्ने काम। वाक्य संश्लेषण भन्नाले वाक्यलाई सँगै राख्ने, एउटै बनाउने, जोड्ने, सबाट सँगै भन्ने बुझ्नुहोस् है। वाक्य संश्लेषण भन्नाले वाक्यलाई सँगै बनाउने काम। दुई वा दुई भन्दा बढी स्वतन्त्र वाक्यहरू हुन्छन्, ती स्वतन्त्र वाक्यहरूलाई हामीले जोडेर एउटै बनाउने, सरलकोबाट बनाए पनि भयो, मिश्रको माध्यमबाट बनाए पनि भयो, संयुक्त वाक्यमा बनाए पनि हामीले तीन प्रकारका मध्ये जुन वाक्यमा बनाए पनि वाक्य संश्लेषण त्यसरी गर्न सक्छौं।
वाक्य संश्लेषण भनेको वाक्यलाई सँगै बनाउने, एउटै बनाउने, जोड्ने त्यस्तो प्रक्रिया वाक्य संश्लेषण हो। हजुरहरूले बुझ्नुभयो होला। सरल वाक्य बनाउँदाखेरि असमापक क्रियापदहरूको प्रयोग गरेर हामीले बनाउन सक्छौँ। मिश्र वाक्य बनाउँदाखेरि समापक क्रियापद दुईटा अनिवार्य र सापेक्ष संयोजकहरूको प्रयोग गरेर हामीले मिश्र वाक्य बनाउन सक्छौँ भने संयुक्त वाक्य बनाउँदाखेरि निरपेक्ष संयोजकहरूको प्रयोग गरेर हामीले दुईवटा भन्दा बढी समापक क्रियापदहरूलाई एउटै वाक्यमा राखेर हामीले संयुक्त वाक्यका माध्यमबाट हामीले वाक्य संश्लेषण गर्न सक्छौँ। वाक्य संश्लेषण गर्ने तीनवटा आधारहरू छन्। तीनवटा तरिकाले वाक्य संश्लेषण गर्न सकिन्छ। सरल वाक्य, मिश्र वाक्य र संयुक्त वाक्य। हजुरहरूलाई सरल वाक्य भनेको कस्तो हुन्छ, मिश्र वाक्य भनेको कस्तो हुन्छ र संयुक्त वाक्य भनेको कस्तो हुन्छ भन्ने लाग्छ भने वाक्य र वाक्यका प्रकारहरूसँग सम्बन्धित भिडियो यही युट्युबमा, मेरै युट्युबको च्यानलमा छ। हजुरहरूले खोजेर हेर्नुहोस् अनि वाक्य संश्लेषण गर्न सक्नुहुन्छ। अब म हजुरहरूलाई वाक्य विश्लेषण भनेको के हो त? वाक्य विश्लेषण भनेको विश्लेषण, संश्लेषण भनेको सँगै राख्ने हो। वाक्यहरूलाई सँगै राखेर एउटा वाक्य बनाउनु। संश्लेषण थियो भने विश्लेषण भन्नाले वाक्यलाई टुक्रा टुक्रा बनाउने। संश्लेषणको ठ्याक्कै उल्टो वाक्य विश्लेषण हो। हेर्नुहोस् है, हेर्नुहोस्, एउटा वाक्य छ संश्लेषित वाक्य। हरिले कविता लेखेर पुरस्कार पायो। हरिले कविता लेखेर पुरस्कार पायो। हरिले कविता लेखेर पुरस्कार पायो। दुईटा काम भएका छन् यहाँ। हरिले कविता लेखेर, यो लेखेर एउटा लेख्यो, उसले भ्यायो, सक्यो। हरिले कविता लेख्यो एउटा भयो, अनि हरिले पुरस्कार पायो अर्को भयो। अनि हामीले दुई ठाउँमा कर्ता राख्ने। यसमा पनि कविता लेख्ने हरि हो, यसमा पनि पुरस्कार प्राप्त गर्ने व्यक्ति हरि हो। दुईवटा यसरी हामीले यसमा कार्य दुईवटा भएका छन्। त्यसै कारणले यो एउटा संश्लेषित वाक्यबाट हामीले दुईवटा स्वतन्त्र सरल वाक्यहरू बनायौं। यो आफैमा सरल वाक्य थियो है। असमापक क्रियापद प्रयोग गरेर बनेको वाक्य सरल वाक्य थियो भने यसैलाई हामीले स्वतन्त्र सरल वाक्य दुईवटा बनायौं। हेर्नुहोस्, वाक्य संश्लेषणको उल्टो प्रक्रिया अथवा सरल, मिश्र र संयुक्त वाक्यलाई टुक्र्याएर टुक्रा टुक्रा बनाएर धेरैवटा, हेर्नुहोस्, एउटा वाक्य थियो, धेरैवटा वाक्य बनाउने, धेरैवटा सरल वाक्य, स्वतन्त्र सरल वाक्य बनाउने प्रक्रियालाई वाक्य विश्लेषण भनेर भनिन्छ है। अब हजुरहरूले वाक्य संश्लेषण र वाक्य विश्लेषणको बारेमा लगभग धेरै जानकारी पाइसक्नुभयो होला। अब अझै पनि हजुरहरूलाई एउटा जानकारी दिँदैछु है। अब वाक्य विश्लेषणमै हेरौँ है। वाक्य विश्लेषण, जसले मह काट्छ त्यसले हात चाट्छ। यो यति बेला मिश्र वाक्यमा छ। यो यति बेलामा मिश्र वाक्यमा छ। हजुरहरूले संश्लेषित वाक्य छ, यसलाई वाक्य विश्लेषण बनाउने हो। यो वाक्य विश्लेषण बनाउँदाखेरि हामी वाक्य विश्लेषणमा छौँ। मैले संश्लेषणको बारेमा जानकारी दिइसकेँ। वाक्य विश्लेषण गराउँदाखेरि जसले मह काट्छ त्यसले हात चाट्छ, यसमा दुईवटा काम भएका छन्। एउटा मह काट्छ, अर्को हात चाट्छ। मह काट्छ, हात चाट्छ। अब यसमा हजुरहरूले संयोजक भनेर राख्ने हो। संयोजक भनेर राख्दाखेरि जसले त्यसले भनेर राख्ने। संयोजकहरू के प्रयोग भयो त? जसले
त्यसले भनेर यसरी राखिदिनुपर्छ। यो विशेष गरेर कक्षा 9, 10 है माध्यमिक तहमा यो आउने गर्दछ। हजुरहरूले विशेष गरेर 10 कक्षाका भाइ बहिनीहरूले प्रश्न नम्बर 9 को क ख ग घ मध्येमा एउटा प्रश्न कि वाक्य संश्लेषण गर्ने कि वाक्य विश्लेषण गर्ने प्रश्न हजुरहरूलाई आउँछ। संश्लेषण गर्नुस् भने हजुरहरूले यो दुईवटा भएका स्वतन्त्र वाक्यहरूलाई है एउटैमा राख्न सक्नुहुन्छ। मिश्रमा राखे पनि, सरलमा राखे पनि, संयुक्तमा राखे पनि। विश्लेषण गर्दाखेरि लागेका संयोजकहरूलाई छुट्याइदिने अनि हजुरहरूले त्यसरी मिश्र वाक्यका स्वतन्त्र सरल वाक्यहरूलाई छुट्टा छुट्टै राख्न सक्नुहुन्छ। अब संयुक्त वाक्यमा भएको वाक्यलाई हेरौँ हैन। राम घर गयो अनि आमासँग भेट्यो। हेर्नुहोस् है, राम घर गयो अनि आमासँग भेट्यो। अब यति बेलामा हजुरहरूले हेर्नुहोस् दुईवटा काम भएका छन्। एउटा राम घर गयो एउटा वाक्य छ, यसलाई हामीले यसरी स्वतन्त्र सरल वाक्य बनाउने हो। अर्को काम आमासँग भेट्यो। कसले भेट्यो? रामले आमासँग भेट्यो। अनि संयोजक के भयो? संयोजक अनि। यसरी हजुरहरूले वाक्यलाई विश्लेषण गर्न सक्नुहुन्छ, टुक्रा टुक्रा बनाउन सक्नुहुन्छ। एउटा घर गयो, अर्को आमासँग भेट्यो है, अर्को आमासँग भेट्यो। यी दुईवटा वाक्यहरूलाई तपाईले राम घर गयो, रामले आमासँग भेट्यो, यसलाई संयोजक अनिले जोडेको छ। अब तपाईहरुले यसमा थाहा पाइहाल्नुहुन्छ। सरल वाक्यमा भएको वाक्यलाई पनि हामीले वाक्य विश्लेषण गर्न सक्छौं। हरिले कविता लेखेर पुरस्कार पायो। हरिले कविता लेख्यो, हरिले पुरस्कार पायो। लेखेर भन्ने असमापक क्रियापदलाई हामीले लेख्यो भनेर त्यसरी पनि छुट्टा छुट्टै टुक्रा टुक्रा बनाउन सकिन्छ। वाक्य संश्लेषण भनेको हजुरहरूले बुझिसक्नुभयो होला। वाक्यलाई एउटै बनाउने, वाक्यलाई सँगै राख्ने काम वाक्य संश्लेषण हो भने वाक्यलाई टुक्रा टुक्रा बनाउने, छुट्याउने, अलग अलग बनाउने काम वाक्य विश्लेषण हो। हजुरहरूले वाक्य संश्लेषण र वाक्य विश्लेषण भनेको के हो र वाक्य संश्लेषण गर्ने हामीले कसरी गर्न सक्छौं, कति प्रकारले गर्न सक्छौं भन्ने कुरा पनि जानकारी पाइसक्नुभयो। यदि हजुरहरूलाई वाक्य संश्लेषण र वाक्य विश्लेषणसँग सम्बन्धित केही अझै जिज्ञासा छ हैन, हजुरहरूले केही बुझ्नु भएको छैन भने हजुरहरूले कमेन्ट गर्नुस् र त्यो भन्दा अझै अगाडि वाक्य संश्लेषण र वाक्य विश्लेषण पढ्नु भन्दा अगाडि, हेर्नु भन्दा अगाडि अझै वाक्यका प्रकारहरू हेर्नुस् है। यही युट्युब च्यानलमा छ, खोजेर हेर्नुस्। हस्, हजुरहरूलाई धेरै धेरै धन्यवाद। विशेष गरेर 9-12 मा पढ्ने भाइ बहिनीहरू, 9 देखि 12 कक्षासम्म पढ्ने भाइ बहिनीहरूले यो भिडियो हेर्नुस् है। हस्, धन्यवाद।